प्रोमो कोड कसरी युज गर्ने भनेर म देखाइदिन्छु। तपाईलाई बर्थडे एनिभर्सरीहरु सर्टेन उस कन्डिसनहरुमा चाहिँ तपाईको फोन नम्बर या इमेलमा चाहिँ प्रोमो कोड आएको हुन्छ। रजिस्ट्रेसन प्रोमो कोड त मैले देखाइसके तपाईलाई 2PM2 हो। अब हामीले अर्को प्रोमो देखाउँछौं, जस्तै तपाईको स्लिप हाल्न मिल्ने एक्युमुलेटर कि सिंगल बेड वाला प्रोमो कोड हुन्छ। यसलाई हामी यहाँ प्रोमो कोड्समा गएर माई प्रोमो कोड्समा चेक गरे भने यहाँ देखाउँछ, हेर्न सक्नुहुन्छ। मेरो धेरैवटा प्रोमोहरु एक्सपायर भइसकेको छ। मैले आएको थियो 1500 रुपैयाँको मिनिमम अर 1.8 हुनुपर्ने 3 वटा एक्युमुलेट गर्नुपर्ने एक्युमुलेटर आएको थियो, एक्सपायर भइसकेको छ। मैले चेक नगरेको भएर, तर मैले एउटा चेक गरेको थिएँ, त्यो चाहिँ एउटा रिडिम भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ। जस्तै मैले यहाँ बेट स्टिमाइङ गरेर देखाउँछु। बेट स्टिमाइङ गरेर देखाउँदाखेरि हेर्न सक्नुहुन्छ 1500 रुपैयाँको यहाँ माथि हेर्न सक्नुहुन्छ एक्युमुलेटर प्रोमो लेखेको छ 3 इभेन्ट 1500। यो चाहिँ फ्रीको हो, यो पनि चेक गर्न नबिर्सिनु होला। र त्यहाँ नआएको बेला हामीले स्लिप खेलिरहेको छौँ भने हामीले यहाँबाट रिक्वेस्ट प्रोमो कोडमा थिचेर पनि हामीले प्रोमो पोइन्ट हामीले लिन सकिन्छ र त्यसलाई चाहिँ सिंगल बेड कि एक्युमुलेटरमा चेन्ज गर्न सकिन्छ। जस्तै एउटा उदाहरणको लागि त्यसले चाहिँ तैँले चाहिँ के रे एक भन्दा धेरै अड भएको सिंगल गेममा चाहिँ तैँले यो प्रोमो कोड युज गर्न सक्छस् भन्यो भने लाइक हेर्न सक्नुहुन्छ। यहाँ एक भन्दा धेरै अड भएको यहाँ साउथ अफ्रिकाको अड छ विन 1 मा। मैले यसरी थिचिदिन्छु यसलाई। अनि त्यसपछि यहाँ बेटको साइडमा हेर्न सक्नुहुन्छ, यहाँ प्रोमो कोड भन्ने हुन्छ। यहाँ चाहिँ गएर सिंगल बेड पनि भयो। अनि त्यो प्रोमो कोडलाई चाहिँ पेस्ट गरेर बेट गरेर तपाईले प्रोमो कोड युज गर्न सक्नुहुन्छ है।